सरकारप्रति आक्रोशित छन्। उनीहरूको दाबी अनुसार यो सबै सरकारको भ्रष्टाचारकै कारण भएको हो। यो घटना अहिले सर्बियाली सरकारका लागि ठूलो सङ्कटमा परिणत भएको छ। संसद सत्रमा सर्बियाली प्रगतिशील पार्टीको नेतृत्वमा रहेको सत्तारूढ गठबन्धनले एजेन्डा पारित गरेपछि केही विपक्षी सांसदहरू आफ्नो सिटबाट उठेर संसदीय सभापतिको तर्फ लागे र सुरक्षा गार्डहरूसँग भिडेका थिए। त्यसपछि केही सांसदहरूले संसदभित्रै स्मोक ग्रेनेड र अश्रु ग्यासका गोला फ्याँकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। प्रत्यक्ष प्रसारण भइरहेका टेलिभिजन दृश्यहरूमा संसदभित्र कालो र गुलाबी धुवाँ फैलिएको देखिन्थ्यो। सभामुख एना ब्रनाबिकले 2 जना सांसद घाइते भएको बताएकी छन्, जसमा एकजना एसएनएस पार्टीकी जयस्मिना ओब्राडोभिकलाई स्ट्रोक आएको र उनको अवस्था गम्भीर रहेको उनले बताएकी छन्। उनले सत्रमा भनिन्, संसदले आफ्नो काम गर्दै सर्बियाको रक्षा गर्न जारी राख्नेछ। संसदले मंगलबार विश्वविद्यालयहरूको लागि कोष बढाउने कानून पारित गर्नुपर्ने थियो, जुन गत डिसेम्बरदेखि संकायहरू अवरुद्ध गर्दै आएका